चेक बाउन्स गराएर मैले चाहिँ प्रहरीमा उजुरी दिइसकेको छु र अदालतमा पनि मुद्दा दर्ता भइसकेको छ। यसमा चाहिँ कैद सजाय मात्रै हुने हो कि मैले चाहिँ चेकमा लेखिएको बिगो पाउँछ कि पाउँदैन भनेर धेरैजनाको जिज्ञासा रहेको थियो। आउनुहोस् यसबारेमा जानौँ। तपाईँले हालेको चेक बाउन्सको मुद्दा चाहिँ अदालतले तपाईँको पक्षमा फैसला गरेको छ भने चाहिँ तपाईँले चेकमा लेखिएको चाहिँ बिगो रकम चाहिँ अवश्य पाउनुहुनेछ र जसले चेक दिएको त्यसले चाहिँ बिगोको 5% रकम चाहिँ जरिवाना बापत सरकारलाई तिर्नुपर्ने हुन्छ र फैसला भइसकेपछि चाहिँ उक्त व्यक्तिसँग चाहिँ तिर्ने रकम छैन भने चाहिँ तपाईँले चाहिँ उक्त व्यक्तिको घर जग्गा सम्पत्ति विवरण अदालतलाई दिन सक्नुहुन्छ र अदालतले त्यही सम्पत्तिबाट चाहिँ असुल उपर गरेर चेकमा लेखिएको रकम चाहिँ तपाईँलाई दिन्छ र यदि त्यो व्यक्तिसँग कुनै सम्पत्ति नै रहेनछ भने चाहिँ त्यस्तो अवस्थामा चाहिँ दिनको 300 को दरले चाहिँ बिगो रकम कट्टा हुने गरी चाहिँ जेल सजाय हुनेछ भनेर चाहिँ भनिएको छ।